हो जो कि आफैमा छवि भएको राम्रो नेता छैन उनीहरूलाई हामीले मानिदिनु पर्ने। र अर्को कुरा उहाँहरूले सबैभन्दा मान्ने भनेको काङ्ग्रेसभित्र सबैभन्दा ठुलो नेता बिपी कोइराला। बिपी कोइरालाले के भन्नुभएको थियो भने पहिला मेरो टाउको काटियोस् त्यसपछि राजाको टाउको काटियोस्। अब काङ्ग्रेसको कुरा यता छोडिदिउँ। अनि एमालेको मदन भण्डारीले के भन्नुभएको थियो भनेपछि देशमा एउटा राजा रहँदैमा केही हुँदैन, जबसम्म यो सामन्तीवाद दलाली पुँजीवाद रहिरहन्छन् तबसम्म देशमा कुनै पनि परिणत आउँदैन, देशमा परिवर्तन हुँदैन भन्नु हो। जो कि कम्युनिस्टहरूले पनि त हिजोका दिनमा उहाँहरूले सबैभन्दा मान्ने नेता उहाँले टाउकोमा राखेर अगाडि बढ्ने नेताले त राजा मान्थे भनेपछि दुईटै पक्ष कम्युनिस्ट पक्षधरले पनि राजालाई मानेको देखिन्छ, काङ्ग्रेस पक्षधरले पनि राजालाई नै मानेको देखिन्छ। भन्नुहुन्छ म बिपीको छोरा होइन तर बिबीको रगत मेरो नसामा बग्छ भन्छन् के गगन थापाले। ऊ बिबीको रगत भइदियो त यो उसमा यो बाख्रा पालनमा जति पनि यसले भ्रष्टाचार गरेको छ नि त ऊ गर्दैन थियो नि त। बिबीले त्यस्तो गरेको थियो र योभन्दा पछिको पार्टी सभापतिको लाइनमा तपाईँ पार्टी सभापति प्रधानमन्त्री पार्टी सभापतिमाथि तपाईँ गम्भीर आरोप लगाइरहनु भएको छ कि उहाँ बाख्रामा लगानी लगाएको हुन्थ्यो, के आधार छ त्यसमा? हो नि, सरकार पक्षबाट त्यो बेला चाहिँ आम जनताका लागि बाख्रा पालनको लागि बजेट छुट्याइरहँदाखेरि उहाँहरूले त सबैभन्दा पहिला त 50% त्योभन्दा बेसी कमिसन त्यहाँबाट खानुभयो र आफ्ना कार्यकर्ताहरूलाई चाहिँ बाख्रा बाँड्नु भयो। अनि यसको उदाहरण म मेरै गाउँबाट दिन्छु। मेरो गाउँमा पनि यस्तै आयो, यस्तै बाख्रामा उ गर्नुपर्छ भन्ने कुरा। उनीहरूले त आफ्ना पार्टीका त्यो बेलाको गाउँपालिका अध्यक्षको त्यो बेलाका वडा अध्यक्षको उनीहरूले त त्यो चाहिँ मेरो पार्टीको होस् लाइज भनेर उहाँहरूलाई एउटा सीमित एरियामा एउटा उ गरेर पर्सनल फोन गरेर पर्सनल म्यासेज गरेर उहाँलाई बोलाएर दिए र अरू के जनता होइनन् र। हो यस्ता छवि भएका मान्छेले त भोलि कसरी देशको नेतृत्व र लिडरसिप राम्रो गर्छन्। अर्को कुरा गगन थापा युवा नेता होइन, ऊ चाहिँ 50 वर्ष क्रस भइसक्यो, 48 वर्ष क्रस भइसक्यो, उसलाई युवा नेता हामी मान्दैनौँ नि। युवा नेता भनेको 50 र 20 भन्दा माथिको यो 20 को हुनु पर्यो, ऊ हामी युवा नेता मान्दैनौँ। नमाने नि उहाँको कार्यकर्ताहरू उहाँसँगै सहकर्मी मित्र साथीहरूले त उहाँलाई युवा नेता भनेर मानिराख्नु भएको छ। ठिक छ, कसैले मान्दै गर्छन् तर आम जनताले मान्दैनन्। ठिकै छ त, मैले चाहिँ के गरेँ भने एउटा डिब्बा